गाइस अब मधेसमा बस्नुको फाइदा भनेको यही हो। अब योभन्दा शुद्ध अर्ग्यानिक तरकारी भनेको केही पनि हुँदैन। अब तपाईँहरूले अहिले बजारमा जानुभयो यही किनेर खानुपर्छ होइन साथी हो। तर हाम्रो चाहिँ जङ्गल भनेकै यता हेर्नु, हातमा यताको गोजीमा यसरी टिप्ने हेर्नु चाहिँ अर्ग्यानिक। यो जतिको शुद्ध अर्ग्यानिक भने केही पनि छैन। यसमा सिर्फ मिसावट भनेको बाँदरको गु र बाँदरको मुत मात्रै हो, अरू यसो केही मिसावट छैन साथी हो। यो शुद्ध अर्ग्यानिक हेर्नुहोस्। निङ्गुरोको मुला त कति हो कति, यो ट्रक लिएर आउँछ। नेक्स्ट टाइम आउँदा तपाईँ आउँदैछ भने निङ्गुरो टिप्नुको लागि चाहिँ ठुलो 12 चक्के ट्रक लिएर आउनु होला। निङ्गुरो मुला त कति हो कति, झ्याप्की झ्यापी एकचोटि घोप्टे पछाडि एक मुठा झ्याप। अब यो तपाईँहरूले अब काठमाडौँतिर बस्नुहुन्छ, ठुल्ठुलो सहर बस्नुहुन्छ, अब यसलाई किनेर खानुहुन्छ। अब तर मेरो कोही नजिक छिमेको हुन्छ, म त फेरि फ्रीमै दिन्छु। जङ्गल आउने झ्याप 10वटा ढोक्रो ल्याउने, भर्ने लाने झ्याप कि झ्याप। कसैले रोपेको रहेन, कसैले छरेको रहेन। यो जङ्गलको हो, जङ्गलको केरा तेरा र मेरा भन्ने हो, हानिदिने हो।